नमस्ते पाल्पा। म चाहिँ अहिले स्याङ्जापट्टिबाट पाल्पामा अवस्थित रानी महलको यो तस्बिरलाई कैद गरिरहेको छु। कालीगण्डकीको दिपमा अवस्थित यो रानी महल टाढाबाट देख्दा अत्यन्तै सुन्दर देखिएको छ र नजिकबाट हेर्दा पनि अत्यन्तै सुन्दर रमणीय स्थानमा रहेको यो रानी महल अत्यन्तै सुन्दर र त्यतिखेरको इन्जिनियरिङले यो डिजाइन गरेको देख्दा साँच्चै नै नेपाल र नेपालीमा कला र कृतिले कमी रहेनछ पहिलेदेखि भन्ने आभास महसुस भयो। तसर्थ यो रानी महलको प्राङ्गणमा वरिपरि हेर्दाखेरि यसको संरक्षणमा अलिकति कमी कमजोरी भएको महसुस गरेँ। तर पनि अत्यन्तै सुन्दर यस रानी महल सबैजना भ्याएसम्म एउटा पर्यटकीय गन्तव्यको रूपमा आउनुपर्ने ठाउँ रहेछ। सबैलाई भ्याएसम्म आउनु होला। धन्यवाद। नमस्ते रानी महल।